हेलो साथीहरू, ल आज चाहिँ म छोराछोरी बोकेर औँसीको लागि माइततिर हिँडेँ है त। बस पाएर गएको त गाडी त पुरै जुन हेरो त्यही बस प्याक, जुन हेरो त्यही बस प्याक। धन्न एउटा चाहिँ ल आउनु आउनु छ, सिट खाली छ भनेर बोलाउनु भयो। ल त जाम भने त लास्ट सिटमा धन्न सिट चाहिँ पायो। लास्टै भयो नि के भएन गरेर भनेर बसेको थिएँ। अगाडि एउटा सिट खाली रहेछ, ल म चाहिँ अगाडि गएर बसेँ भनेर त्यो खाली सिटमा बसेँ। गाडी त यति प्याकी, ब्याग ओछ्याएर शुद्ध पनि बस्नु परेको छ। यति गरेर फेरि गाडी चढेदेखि भुरालाई यति चाँडो भोक लाग्ने नि, ओहो गर्मी यति, मान्छे यति प्याक के गर्नु, माइत जाने उत्साह त्यो गर्मी भन्ने नै हुँदो रहेछ। गाडी बस फेरि कछुवाको ताल, यति बिस्तारो कतिखेर पुगौँला जस्तो बाखा पुगिँदैन। मान्छे प्याक त्यतिकै, गर्मी त्यतिकै। त्यो भन्दै हामी चाहिँ चपुर ओर्ल्यौँ। चपुर ओर्लिसकेपछि अनि त्यहाँ अब यसो फलफुल लानु पर्यो भनेर भाउजू र मैले फलफुल किन्यौँ। अनि त्यसपछि भुराले मयुरी बोलाएँ, मयुरीमा बस्यौँ। भुरालाई मयुरीमा बसिसकेपछि भोक लागेर उल्का फेरि भोक भन्दा ल अब यहाँ के किनौँला, अनि घर गएर खाउँला भनेर समोसा किन्यौँ। समोसा किने चाहिँ जाँदै थियौँ। यो हाम्रो चाहिँ त्यहाँ जाँदा बाटा घोडदेवी मन्दिर पर्छ, अनि त्यहाँ दर्शन गऱ्यौँ। अनि यो चाहिँ म पढेको स्कुल है, सन्तपुर स्कुल। भुरालाई सबै त्यस्तै देखाउँदै जाँदाखेरि अनि गाउँ देखाउँदै, मकैबारी देखाउँदै, यो हामी नुहाएको नहर भनेर देखाउँदै गर्दा त माइती गाउँ आइपुग्यौँ। माइती घर पनि आइपुग्यो। ल यो चाहिँ हाम्रो मन्दिर हो है, घर अगाडिको मन्दिर। अनि मयुरीबाट झऱ्यौँ। ब्याग केही हाले खाइन पनि कस्तो भारी भए जस्तो भयो। अनि छोरोले ल्याउन म बोक्छु भन्यो। छोरोले ब्याग बोक्यो। अनि भाउजू र म गयौँ माथि। अनि मम्मी बुवा हुनुहुन्थ्यो। अनि बस्यौँ। कस्तो रमाइलो भयो। समोसा ल्याएको थियो, भुराले खायो। अनि यो चाहिँ हाम्रो पट्टु, भुराले पट्टुलाई जिस्काउनु थाले। ल थ्याङ्क यू।